आफ्नो रेसिपी हो हैन। यहाँ चाहिँ अब यो चाहिँ ब्राउन हुँदैछ, मसला ब्राउन भइसकेपछि यो प्याज ब्राउन भइसकेपछि त्यसमा चाहिँ अब बाँकी मसला हाल्ने छ हैन। लेट्स सी यो ब्राउन भइसकेको छ। यसमा चाहिँ अब लाल मिर्ची पाउडर, जिरा धनियाँको पेस्ट अनि यो मिक्स मसला हो हैन। यो चाहिँ तपाईको हल्दी हैन। एकछिन यसलाई उठ्नेछु हालिसकेपछि भुटिसकेपछि अब यो मेरो स्पेशल मसला अनि यो ढुक्नेको मसला हैन। यो टमाटर अनि यो चिकन हैन। अब यो ढुक्नेको मसला चाहिँ मैले हाल्ने छु हैन। अब यसलाई पनि एकछिन चलाएर यो सँगसँगै टमाटर पनि हालेको। अब यो टमाटरलाई पनि राम्रोसँग पकाएर यो मसलालाई राम्रोसँग पकाएर हैन आफ्नो हिसाबले अब 27 दिन मजाले पकाउँछु अनि त्यसभन्दा पछि चिकन हालिन्छ। अब यो मसला पाकिसक्यो हैन। अब चाहिँ चिकन हालिन्छ। चिकन हाल्यो अब चाहिँ एकछिन मजाले पकाइन्छ। चलाइन्छ मजाले पकाइन्छ अनि एक पिस अलमोस्ट हाफ डन भइसक्यो। यो चिकन मसला हाल्यो हैन। अब केही बेर पकाइन्छ 10 मिनट हो। त्यसभन्दा पछि रेडी फर माई चिकन। आउनुहोस् सबैलाई निम्तो सँगै बसेर खाम्ला हैन। अनि एउटा कुरा अर्को पनि हैन, म सधैँ स्पाइसेस हाल्छु हैन। अनि स्पाइसेस भन्नाले तपाईको लौंग इलायची हैन, ड्राई मसला चाहिँ हाल्छु हैन। त्यो चाहिँ सधैँ न म निकाल्छु किनभने चाहिँ मेरो एउटा सरले भन्नुभएको थियो कि सञ्जय सिंह भन्ने हैन। उहाँले मलाई चिकन बनाउँदाखेरि जहिले पनि बाबु स्पाइसेस हालेपछि हैन उसको फ्लेभर निक्लिएपछि उसलाई निकालिदिनु पर्छ। किन भनेपछि निकालेपछि खाँदाखेरि चाहिँ